भन्टी कहाँ गए छोरी के भयो किन गर्नु भएको जमरा फोन लगाउन फोनमा छोरीसँग बोल्छु आमा किन यसरी आत्तिनु भएको ढाड दुख्यो भनेर सुत्नु भएको मान्छे नराम्रो सपना देख्नु भयो के हो के हो छोरी एकदम नराम्रो सम्बन्धदेखि छिट्टो भन्टीलाई फोन लगाइदेऊ न मलाई एकदम बोल्न मन लागेको छ नआत्तिनु न आमा म फोन लगाइदिइहाल्छु नि भन्टीको त फोन पनि लाग्दैन टोकले भाइले पनि अस्ति नै फोन गरेर भन्टी त्यहाँ पनि भन्न है भनेका थिए आमा पनि यस्तो भन्छन् के हो कुरा भन्टीलाई के अप्ठ्यारो पर्यो कि के हो जम्न छोरी के सोचेर बसिरहेको छौ मेरो कस्तो मन आत्तिरहेछ छिट्टो भन्टीलाई फोन लगाइदेऊ न ल आमा ल म फेरि फोन गर्छु तेरिका कस्तो अलमल गरिरहेको भने भन्टीले फोन उठाएन कहिले आउनु म बोलिहाल्छु नि भुन्टी के आमा नआत्त्यौ न फोनै नलागिकन तिमीलाई दिएर भयो त सपनामा देखेको कुरालाई लिएर यसरी नआत्तियो एक त तिमीलाई दमको रोग छ झन् आत्तियो भने सुहाँ हुन्छ त्यसैले अब आत्तिने काम चाहिँ नगर बरु त्यो पिँढीमा सजिलोसँग बस भुन्टीले फोन उठाएपछि जमुनाले बोल्न दिइहाल्छन् नि नआत्त्यौ न ल पिँढीमा आएर बस ल राम्रोसँग बस ल भन त के देख्यौ त्यस्तो छ भन्दिनँ म त त्यस्तो कसरी नपरोस् हे भगवान् छोरीको एकचोटि मात्रै बोली सुन्न पाए कस्तो हुन्थ्यो मलाई पहिला त्यति धेरै माया गर्ने छोरी बिहा गरेर गइसकेपछि कस्तो निठुरे भई एकल फोन पनि गर्दैन यस्तो निठुरे हुन्छ भने थाहा पाए म बिहा गरेर दिन्नै थिइनँ के गर्नु बिहा गरेर पनि कहिले सुख शान्ति पाकिने होइन के गर्नु त भुन्टीकी आमा के गर्नु बिहे गर्नु अगाडि बिहे गरेन भने छोरीको भविष्य बिग्रेला समाजले के भन्ला बिहे गरेपछि छोरीको राम्रो घर हुन्छ प्रगति हुन्छ अनि सुखद भविष्य हुन्छ भन्ने सोचियो बिहे गरेपछि अब अहिले आएर झन् भन्दा झन् दुःख पाइ भुन्टीले के गर्नु राम्रो ज्वाइँ नपरेपछि छोरी मान्छेको जिन्दगी तहस नहस हुँदो रहेछ भुन्टीकी आमा त्यही त बुवा त्यही त अब के गर्नु पहिला खुब असल बनी टोपलेर हाम्रो भुन्टीलाई फसाइहाल्यो अब बिहा गरेर लगेपछि हाम्रो भुन्टी पनि त्यस्तै भयो त्यो पापीको लागि जम्न छोरी भुन्टी बोल्न आमा फोन लागेको भए पो बोल्नु फोनै लागेको छैन कसरी बोल्छिन् तेरिका फोन गरेको गर न जबसम्म फोन उठ्दैन गरेको गर ल त आमा फोनै लाग्दैन कसरी गर न फेरि गरेको गर के भागियो बुन्टु एकहोरो केटाहरूलाई पो हेरेर बसिरहेकी छ त